धन्वन्तरिश्च भगवान स्वयमेव कीर्ति अर्थात साक्षात भगवान नारायण नै धन्वन्तरी बनेर समुद्र मन्थनको समयमा समुद्रबाट अमृत घडा लिएर प्रकट हुनुभएको छ। अर्थात यो घडा सामान्य घडा नभएर एकदमै महत्त्वपूर्ण घडा रहेको थियो, जुन चाहिँ भगवानको हातमा हामीले देख्न सक्छौं। यही घडा अर्थात कुम्भबाट नै हाम्रो देशमा अथवा हाम्रा छिमेकी देशहरूमा चाहिँ विभिन्न ठाउँमा कुम्भ आदि मेला लाग्ने गरेका छन्। अर्थात यो घडा एकदमै महत्त्वपूर्ण घडा, अमृतले भरिएको परिपूर्ण भएको घडा हो। त्यही घडा लिएर भगवान धन्वन्तरीका रूपमा अवतार भएको दिन नै धन्वन्तरी अवतारको दिन हो अथवा धनतेरसको दिन हो। यो धनतेरसको दिनलाई हामीले मुख्य रूपमा भगवानका उपासना आदिका द्वारा आफ्ना सुख समृद्धि आयुष्यको कामना गर्दै सपरिवारको दीर्घायुत्वको कामना गर्ने दिन हो। हामीले चाहिँ यो बेलामा चाहिँ धन सम्बन्धी विभिन्न कुराहरू जसले चाहिँ लामो समयदेखि कुनै व्यापार सुरु गर्नको लागि पर्खिराख्नु भएको छ, कुनै नयाँ कार्य थालनीको लागि पर्खिराख्नु भएको छ, व्यापारिक दृष्टिका हिसाबले अथवा आर्थिक दृष्टिका हिसाबले पनि तपाईँ प्रतीक्षारत हुनुहुन्थ्यो भने पनि यो एउटा आरम्भको दिन हो। यो दिनबाट तपाईले भगवानलाई साक्षी मानेर हृदयमा बसाएर कुनै पनि कार्यको थालनी गर्न सक्नुहुन्छ। त्यसैगरी विभिन्न प्रकारका गरगहनाहरू अथवा सुन चाँदीहरू, मोती हीराहरू, शङ्ख आदिहरू अथवा सामुद्रिक वस्तुहरूको चाहिँ क्रय विक्रय गर्ने एकदमै महत्त्वपूर्ण दिन हो। भगवान धन्वन्तरीको र भगवती लक्ष्मीको उपासना गर्ने दिन, चन्द्रदेवको आराधना गर्ने दिन र दीर्घ रोगहरूबाट मुक्त हुने दिन, आफू र आफ्ना परिवारका लागि कल्याण कामना गर्ने दिन हो यो। तसर्थ तपाईले पनि सक्नुहुन्छ भने यी मध्येका केही वस्तुहरू घरमा भित्राउनुस्। जस्तै कि तपाईले कुचो भित्राउन सक्नुहुन्छ, मोती हीरा अथवा तपाईका सामर्थ्यले के भ्याउँछ त्यो सामर्थ्य अनुसारका वस्तुहरू घरमा ल्याएर भगवती लक्ष्मीको पूजा अर्चना गर्नुस्, भगवान धन्वन्तरीको पूजा अर्चना गर्नुस् र आफ्ना सम्पूर्ण परिवार अनि आफ्ना सम्पूर्ण देशवासीका लागि कल्याण कामना गर्नुस्। त्यसैगरी विभिन्न प्रकारका विधिहरू रहेका छन्। आफ्नो परम्परा अनुसार कसैले बेसारका गाँठाहरू, बेसारको फलहरू ल्याएर पूजा गर्ने, मुङको दालहरू राखेर माङ्गलिक मानेर लाभा लाजा आदिले पूजा गर्ने, त्यसैगरी कौडा आदि राखेर चाँदीका सिक्काहरू राखेर पूजा गर्ने प्रचलन रहेको छ। यथासम्भव आफ्नो परम्परा अनुसार राखेर शुभ मुहुर्तमा गुरुजनहरूबाट शुभ मुहुर्तको जानकारी लिएर त्यो समयमा हामीले पनि पूजा अर्चना गरेर सुख समृद्धि स्थिर लक्ष्मी र सुस्वास्थ्यको प्राप्ति गर्न सक्ने एउटा महत्त्वपूर्ण दिन धनतेरसको दिन रहेको छ। विभिन्न प्रकारका अन्नहरू, शुभ अन्नहरू जसलाई चाहिँ शास्त्रमा विहित भनिएको छ, ती अन्नहरूको राम्रो प्रसाद बनाएर भोग लगाएर भगवान धन्वन्तरीको उपासना गरेर आफ्ना जीवनभरि आफ्ना परिवार र आफूलाई सुस्वास्थ्य, दीर्घायु अनि दीर्घजीवी बनाउनुस् र आफ्ना सम्पूर्ण जीवन सुखमय पूर्ण तरिकाले बिताउने प्रयास गर्नुस्।